प्राणायाम चाहिँ धेरै महत्त्वपूर्ण छ। अब यसको शाब्दिक अर्थ प्राणलाई आयाम गर्ने। अब यो श्वास मात्रै, हावा मात्रै, अक्सिजन मात्रै बुझ्दैनौँ हामी, प्राण भनेर बुझ्छौँ। प्राण भनेको त्यो ऊर्जा, त्यो शक्ति, त्यो फोर्स जसले हामी जीवित छौँ। त्यसलाई आयाम गर्ने, त्यसलाई रेगुलेट गर्ने, त्यसलाई अझ स्ट्रेन्थेन गर्ने, सहज बनाउने प्रक्रिया हो। पहिलो चाहिँ हामी कपालभाती भनेर एकदमै चर्चित छ, सुन्नुभयो होला। त्यो प्राणायाम गर्छौँ। म सजेस्ट गर्छु यहाँहरू सकेसम्म पद्मासनको अभ्यास गरौँ। पद्मासन अब यो एकै दिनमा गाह्रो हुन्छ, जसलाई गाह्रो भएको छ अर्ध पद्मासनमा बस्दा पनि हुन्छ। यसको लागि चाहिँ धेरैले गरिसक्नु भयो होला। यो पेट शरीर के अरे श्वासलाई चाहिँ झट्का दिएर नाकबाट बाहिर फाल्छौँ। यसरी बाहिर फाल्दा चाहिँ हामी फोर्सफुल्ली झट्का दिन्छौँ, भित्र चाहिँ आफै जान्छ। भित्र लिँदा आफूले केही गर्नु पर्दैन। यसरी बाहिर झट्का दिँदा चाहिँ यो पेटको भाग चाहिँ यसरी भित्र खुम्चिन्छ भित्र। सो बेसिकली यसको आइडिया चाहिँ यो पेटलाई भित्र खुम्चाएर हावा बाहिर निकाल्ने हो। त्यो हात चाहिँ मैले तपाईहरुलाई देख्न सजिलो होस् भनेर राख्या हो, नत्र यहाँ हात राख्नै पर्छ भन्ने छैन। तर यसले चाहिँ यो पेटको भाग चाहिँ भित्र यसरी खिचिनुपर्छ। ल यसलाई गर्दै जाउँ। केही समय हामी 20, 22, 25, 30 स्ट्रोक झड्का दिइसकेपछि एकछिन बीचमा रोकिन्छौँ, श्वासलाई रोक्छौँ, फेरि गर्छौँ। यसरी गरौँ। पहिलो लामो श्वास भित्र भरौँ, भित्र रोकिराखौँ एकचोटि। बिस्तारै अब बाहिर छोडौँ। फेरि एकचोटि गरौँ। यसो गरिरहँदा चाहिँ यो नेभल पार्ट जुन छ हाम्रो पेट नाभि केन्द्र र त्यहाँ भित्रको मांसपेशीहरूमा परेको प्रभावलाई आँखा बन्द गरेर आफ्नो ध्यानलाई, अवेरनेसलाई त्यो क्षेत्रमा लिएर जाने र अवलोकन गर्ने। यसमा चाहिँ कसले नगर्ने भन्ने चाहिँ सुरुमा भन्दियो। एकदमै धेरै ढाड दुख्ने समस्या भएकोले नगर्ने। किडनीमा पनि प्रब्लम छ भने नगर्ने अथवा बिस्तारै गर्ने, लो पेसमा गर्ने। प्रेसर हाई छ। प्रेसर हाई भनेको मैले कसलाई भन्दैछु भने जो प्रेसरको औषधि खानुहुन्छ अथवा हाइपरटेन्सन भनेर डायग्नोसिस भएको छ, उहाँले नगर्ने। अरू अल्सर भएकोले नगर्ने। मिन्सुरेसन 2-3 दिन 3-4 दिन ब्लिडिङको पिरियडमा नगर्ने। प्रेग्नेन्सीमा नगर्ने। बाँकी सबले गर्ने। बाँकी सबैले एकदम मजाले गर्ने, दिल खोलेर गर्ने, धेरै महत्त्वपूर्ण छ। सुखपूर्वक बसौँ। हामी नाडी शोधन प्राणायाम गर्छौँ। अनुलोम विलोम पनि भनिन्छ। दुईटा औँलालाई नाकमा राख्ने, चोर औँला र यो माझी औँलालाई। बुढी औँला दाहिने नाकको प्वालमाथि, अरू औँला चाहिँ बायाँ नाकको प्वाल। अब बुढी औँलाले दाहिने नाकको प्वाललाई बन्द गर्छौँ, बायाँ नाकबाट गहिरो लामो श्वास भित्र लिन्छौँ, त्यसलाई बन्द गर्ने, बायाँबाट भित्र लिएर दाहिनेबाट बाहिर छोड्ने।
त्यसलाई फेरि जुनबाट छोड्यौँ त्यहीबाट भित्र लिने, अर्कोबाट बाहिर छोड्ने, भित्र लिने, बाहिर छोड्ने, त्यहीबाट भित्र लिने, अर्कोबाट बाहिर छोड्ने। बिस्तारै आँखा बन्द गरौँ। यो अभ्यासलाई नियमित गर्दै जाउँ। भित्र गइरहेको श्वास, बाहिर आइरहेको प्रश्वासलाई आफ्नो चेतनाले सचेत भएर अवलोकन गरौँ। पुरै श्वास भित्र, पुरै प्रश्वास बाहिर, भित्र बाहिर। यसमा चाहिँ अब सजिलोको लागि यसरी दुईटा औँलाले यो कानको सानो उठेको भाग हुन्छ यहाँनिर, यसलाई यहाँनिर राखिदिए पनि हुन्छ। यसको ओरिजिनल पोज चाहिँ सन्मुखी मुद्रा हो। सन्मुखी मुद्रा, यसलाई दुईटा औँला यो आँखाको तलमाथि परेला, बाँकी दुईटा औँला चाहिँ यो ओठको तलमाथि। तर ध्यान के दिनु पर्यो भने नाकको प्वालहरू बुझिनु भएन। अब यो सिम्बोलिक के हो भने बुढी औँला चाहिँ यो कानको सानो उठेको भाग। यसले भन्न खोजेको के हो भने आँखा पनि बन्द, मुख पनि बन्द, कान पनि बन्द हुन्छ, नाकबाट श्वास प्रश्वास हुन्छ भन्ने यसको मिनिङ। गर्ने के हो भने गहिरो लामो श्वास भित्र लिन्छौँ, भित्र पुरै भर्छौँ, बाहिर छोड्दा चाहिँ यो पुरै चिज बन्द गर्छौँ। कान पनि बन्द, आँखा पनि बन्द, मुख पनि बन्द र नाकबाट श्वास बाहिर फाल्ने हो। तर श्वास फाल्दा चाहिँ हामी भमराको जस्तो आवाज पनि निकाल्छौँ। यसलाई भ्रामरी प्राणायाम भनिन्छ। ल गहिरो लामो यो 3 राउन्ड गर्छौँ र यसरी बाहिर निकाल्दा चाहिँ जब आवाज निकाल्छौँ त्यो आवाजको प्रभाव चाहिँ आफ्नो मस्तिष्कमा कहाँ कस्तो परिरहेको छ त्यसलाई सँगसँगै आफूले हेर्छौँ। गहिरो लामो श्वास भित्र ल्याउँ, बिस्तारै हातलाई घुँडामाथि राखौँ, ध्यान मुद्रामा, आँखा बन्द। भर्खरै गरेको अभ्यासबाट आफ्नो शिरमा, टाउकोमा, मस्तिष्कको भागमा परेको प्रभावलाई अवलोकन गरौँ, महसुस गरौँ।